सुदूरपश्चिममा एकजना बुढी आमा बस्छिन्। उनले आजभोलि गाउँघरमा विवाह व्रतबन्ध जेसुकैको निम्तो आए पनि नजाने निर्णय गरेकी छिन् र घरै रुँगेर बस्छिन्। किन त? यो भित्र एउटा पीडादायक कथा छ। आज म तपाईहरुलाई यो कथा भन्न चाहन्छु। एकपटकको कुरा हो, उनलाई त्यसै गरी विवाहको निम्तो गाउँबाट आयो। अब बल्ल बल्ल आएको विवाहहरूमा सहभागी हुनु, रमाइलो मान्नु, उपस्थिति हुनु हाम्रो नेपाली कल्चरै हो र उनी पनि जान तयार भइन् र आफ्नो घरको सबै कुराहरू कामदाम सकेर खान्ते पिन्ते यताउति मिलाएर विवाहतिर लागिन्। विवाहबाट फर्केर आउँदाखेरि जुन कुरा भयो त्यो घटनादेखि उनले चाहिँ त्यो निर्णय गर्न बाध्य भएकी हुन्। घर फर्केर आउँदा त घरभित्र राखिएका खानेकुरा, अन्नपात, गेडागोडी जे जति छन् ती सबै कुराहरू नष्ट। केले त भन्दा बाँदर झ्याल ढोका त लगाएकै थिइन्, तर पनि झ्यालको एउटा सानो दुलो रहेछ, त्यो दुलोबाट बाँदर छिरेछ र त्यहाँभित्र छिरेर सबै अन्नपात वर्षभरि खाउँला भनेर राखिएका कुराहरू पनि खाए। बाँदरसँग के एउटा खुबी हुन्छ भनेदेखि 95-98% हाम्रो मानवसँग डिएनए मिल्ने भएको हुनाले यति बाठो, यति चलाक हुन्छ कि त्यसले हामीले जस्तो सुकै लुगाएर राखेको भए पनि बिर्कोलाएर छोपेर जे सुकै गरेर राखेको भए पनि त्यसले भेटेपछि खाएर सकिदियो। त्यही अवस्था भयो। त्यो पीडादेखि उनले चाहिँ अबदेखि घरै रुँगेर बस्छु, विवाहमा वर्तमानमा जेसुकै भए पनि म जान्न भनेर उनले निर्णय गरेकी छिन्। उनको त्यो पीडादायक कथा कसले बुझिदिने? बाँदरहरूमा पनि एउटा अल्फा मेल भन्ने एउटा जम्बो लिडर हुन्छ, पुरुष एउटा जम्बो लिडर हुन्छ। त्यसले सबैभन्दा पहिला कहाँ के खाने भनेर निर्णय गर्छ र अगाडि गएर त्यसको टोलीको नेतृत्व गरेर गएर चाहिँ कहाँ खाने भनेर ऊ पुग्छ र त्यो यति ज्याद्रो हुन्छ कि त्यसले त महिला तथा बालबालिकाहरूलाई हेप्ने, पिट्ने उस्तै परे त्यस्तोसम्म गर्दो रहेछ। अब बाँदरलाई कसरी नियन्त्रण गरे, बाँदरको यो आतंकबाट कसरी मुक्ति पाउने भनेर उनीहरूले प्रयास कहिले नगरेका हुन् त? हो, गरेका छन्। उनीहरूले बाँदर रुँग्नु पर्यो भनेर कुकुर पाल्ने पनि गरे, तर कुकुर पाल्दाखेरि मान्छे पनि छ भनेदेखि चाहिँ कुकुरदेखि पनि डराउँछ, मान्छे छैन कुकुर मात्रै छ भनेदेखि त कुकुरलाई पनि पिटेर पठाइदिन्छ। त्यति ज्याद्रा हुन्छन् बाँदरहरू। त्यो भएको हुनाले उनीहरूले आफूले खाउँला भनेर राखेका कुराहरू त सबै बाँदरले खाइदिन्छ। अनि आफूले के खाने, भरे के खाने, भोलि के खाने भन्ने अवस्था छ भनेदेखि अब कुकुरलाई के खुवाउने भन्ने कुरा हुन्छ। कुकुर पनि पाल्न सक्ने क्षमता उनीहरूमा हुँदैन। कुकुर पाल्नु पनि समस्याको समाधान नहुने भएको छ। एकपटक त यिनीहरूको चकचकले बिजुलीको तार नै हल्लाइ गरेर चकचक गरेर यति हल्लाइदिएछन् कि त्यो घरमा नै आगलागी भएछ सर्ट भएर। यो प्रकारको पीडादायक अवस्थाहरू चाहिँ हाम्रो गाउँले दाजुभाइहरूले भोग्नु परिरहेको छ। अब त गाउँघरको वरिपरिको खेतबारीमा अन्न बाली लगाएर खाउँला भन्नु त परको कुरा। अब त घरको छेउमा खोर्सानी रोपिएको छ भने पनि त्यो खोर्सानी पिरो हुँदाखेरि त खाँदो रहन्छ, तर त्यो कलिलो हुँदाखेरि त त्यसै चाख्दै फ्याल्दिँदै गर्छन्। यस्तो अवस्था छ। खोर्सानीसम्म उनीहरूले चाहिँ नि अब खाइदिन्छन्। अब त्यहाँ केही पनि एउटा सानो कुरा पनि फलाएर खाउँ भन्ने अवस्था छैन। अब यो बाँदरको ज्यादती सहन नसकेर अधिकांश मान्छेहरू चाहिँ अलिकति आफ्नो थोरै पनि पहुँच छ, क्षमता छ भनेदेखि उनीहरू बसाइ सरेर हिँडिसके, घर सर त्यतिकै छोडिदिएर हिँडिसके। तर जोसँग केही पनि छैन, क्षमता छैन, आर्थिक स्रोत छैन, आफन्तको सपोर्ट छैन, साथसाथै सामाजिक रूपमा पनि उनीहरू पिछडिएका छन्, जस्तो कि दलितहरू छन्, तिनीहरू मात्रै अब बाँकी छन्। अब अलिकति हुने खानेहरू चाहिँ अब सहरतिर पसे, पश्चिमको महेन्द्रनगरतिर गएर बस्छन् अरे धेरै जसो चाहिँ। महेन्द्रनगरमा पनि जानलाई अब यी दलितहरू अलिकति पछाडिएका दलित भनेर जुन पछाडि पारिएका छन् उनीहरूले चाहिँ जान सक्दैनन्। उनीहरूलाई त अन्धविश्वासहरू पनि हालिदिएका छन्। यहाँ छोडेर गयो भनेदेखि त तिमीहरूको देवी देवता रिसाउँछ, कुल देवता रिसाउँछ भनेर उनीहरू छोड्न त्यो कारणले पनि सकिरहेका छैनन्। देवी देवता रिसाउने भए केवल दलितहरूको मात्रै रिसाउँथे त, अरूको रिसाउँदैन थियो होला नि त। त्यो भएको हुनाले यी कुराहरू भनेको पूर्ण रूपमा सत्य होइनन्। अब त बिरामी पर्यो, गाह्रो पर्यो, साह्रो पर्यो भन्दाखेरि तातो पानी तताएर देऊ न भन्ने मान्छे पनि छैनन्। आफ्नै छोरा नातिहरू पनि पैसा कमाउन विदेश जाने त्यही बसिराख्यो भनेदेखि त्यो बिहान बेलुका साँझ बिहान के खाने भन्ने हातमुख जोड्न नै मुस्किल भइहाल्छ।
यस्तो कठोर परिस्थिति झेल्न पनि हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू बाध्य छन्। यसको लागि सरकारको के कस्तो पहलहरू भयो त है? यसको लागि पनि केही अस्थायी समाधानहरूको प्रयोग गरिएको रहेछ। केही समय अगाडि केही बजेटहरू छुट्याएर गाउँमा एउटा बन्दुक जस्तो देखिने कालो प्लास्टिकको वस्तु दिएको रहेछ। त्यसले चाहिँ नै ड्याम ड्याम पड्किने अनि तर्सिने गर्दा रहेछन्। केही समय त तर्सिए, पछि यो त फजुल हो, हामीलाई चाहिँ यिनीहरूले ढाँटिरहेको भन्ने बाँदर चलाएको हुन्छ, थाहा पाइहाल्छ। त्यो तर्सिन पनि छोडिसक्यो र 1 महिनाभन्दा त्यो सामानले पनि काम गर्न छोडेछ, बिग्रिहालेछ। त्यो अब यो समस्या त देशको एकदम ठुलो समस्याको रूपमा देखा परेको छ। यो समस्याको समाधानको लागि आवाजहरू नउठेका पनि होइनन्। समय समयमा संसद भवनमा पनि उठेका छन्। सरकारहरूले पनि प्रयास गर्ने विषयमा पनि कुराहरू गर्दैछन्। त्यसै गरेर अधिकार कर्मीहरू कहिले आन्दोलनमा छन्। पशु अधिकार कर्मीहरू त भन्छन् जनावर मार्न पाइँदैन। अब जनावर मार्न पाइँदैन भन्ने कुरा पनि सही हो। त्यो कतिखेरसम्म लागू हुन्छ भनेदेखि जब हामीले खान पाउँछौँ। जब हामीले खाना नै पाउँदैनौँ, जब अस्तित्वको लडाइँको कुरा आउँछ, तब कि तिमी बाँच कि म बाँच भन्ने अवस्थामा म नै बाँच्ने हो। त्यो अवस्था अहिले हाम्रो गाउँको किसानहरूको अवस्थामा छ। यसो हुनाले यदि बाँदरहरू जीवित रहँदै हामी पनि बाँच्न पाउने अवस्था बनाउन सक्छन् भनेदेखि ठिक छ। अन्यथा यदि अस्तित्वको लडाइँ हो भनेदेखि 1 नम्बरमा मान्छे नै हो, दोस्रो नम्बरमा मात्रै अरूको हो। अथवा जनावरहरूको संरक्षण पनि गर्नु हाम्रो दायित्व हो, तर आफू मरेर होइन है। यसको लागि पनि सरकारहरूले राम्रोसँग व्यवस्थापनको लागि पहलहरू गरोस्। इन्डियाको हिमाञ्चल प्रदेशमा वन्ध्याकरण गर्ने जस्तो कुराहरू पनि प्रयोग गरिएको रहेछ। केही हदसम्म सफल भए पनि यो पूर्ण रूपमा सफल भइसकेको चाहिँ छैन। यस्तो अवस्थामा हामीले पनि यही विधिहरू अवलम्बन गर्न पनि सकिएला। योभन्दा बाहेक अन्य विधिहरू पनि गर्न सकिएला। तात्कालिक रूपमा चाहिँ बाँदरले बिगार नगर्ने खानेकुराहरू, कागती, अदुवा, बेसार लगायतका कुराहरू पनि हामीले लगाएर उब्जाउ गरेर आफ्नो जीविकोपार्जनको लागि उपायहरू गर्दै गर्न सकिएला। तर यसको दीर्घकालीन समाधान के हुन सक्छ भन्ने विषयमा तपाईहरुले पनि कमेन्ट गर्नु होला। हस्, आजको लागि यति नै।